यता हेर त तर चिन्दैन रहेछ नि तँलाई डेली डेली यतिको एक्सर्साइज गरिस् भने त बिमार हुँदैनस् पक्का यतिको चाहिँ गर्नु पर्यो नि त एक्सर्साइज रुममै बस्छस् कहाँबाट हुन्छ कसुरी पो चरी गइस् हौ मैले त पत्याएको थिइनँ हो तँ पनि रुख चढ्छस् भनेर त लु झाड त त्यो आमामा टक्कै उसको डन्ठामै पो चेप्यो त भुइँमा झाड न लु खोइ एउटा चाहिँ यसले घिउ फल झार्यो हो त्यही हो एउटा